हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। धेरै पछि म भिडियो बनाउँदैछु अनि यो चाहिँ मेरो घर हो। अनि उता हाम्रो झापाली भाइ छ नाम भाइ। लगभग हाम्रो आजको यात्रा भनेको हाम्रो रविदेखि तल लेक गाउँ भन्ने ठाउँ छ, पोखरी अहिलेको निकै भाइरल ठाउँ। त्यहाँ जान्छ नि माथि ग्रुपमा चाहिँ चिनोबारी स्पेन भाइ छ। अनि आज मेरो कति हात पनि काटेको छ, त्यही भएर भाइले कुदाउँछ। अहिले चाहिँ यहाँदेखि म कुदाउँछु माथि पञ्चमीसम्म कुदाउँछु। त्यहाँदेखि भाइले गएको ठुलो बाटो चाहिँ बाइक भाइले खोल्दैछ। अनि आजको यात्रा रमाइलो हुन्छ होला। रवि सबै घुमिँदै गइन्छ। त्यहाँको के अग्रम बग्रम सबै खिच्छु अनि टक्क तपाईँलाई धेरै पछिको भिडियो एकदम अलिक सुधारेर आउँछ है आजको भिडियो चाहिँ। हामी 5 तर इलामको बोर्डरमा छौँ। अनि राइटमा चाहिँ स्पेन भाइ छ अनि चिनो भाइ राम भाइ चाहिँ अगाडि गइसक्यो। यो आजको यात्रा हाम्रो भनेको लेक गाउँ होइन। अब 5 वर्ष अगाडि बाटो चल्दैछ होला। रवि बाटो हुँदै गइन्छ। कुहिरो लागेको चाहिँ हिले डाँडा भन्छ, हिले डाँडा अहिलेको भाइरल ठाउँ। अनि अहिले चाहिँ हामी अझै 5 तर इलामको बाटो हिँड्दैछौँ। हामी चारैपट्टि तर बादल लागेको कालो बादल लागेको होला। बबाल भइरहेछ आजको ठ्याक्कै हिले डाँडा जाने बाटो र तपाईँको जाने बाटो छ है। यो बाटो माथिबाट चाहिँ हिँडेर जान्छ। अनि यता सतैङ बजारको आजको भ्यू यस्तै छ। 5 वर्ष अगाडि गएको चाहिँ त्यो राम्रो छ भनौँ। टिकटकमा त राम्रो देखिरहेको छ। अनि यहाँ पारिदेखि त्यही बाटो जाने हामीले। हामी अहिले त राइटपट्टि भनेको चाहिँ अनि राइटपट्टि चाहिँ इलाम लेफ्टपट्टि मौसमले चाहिँ आज साथीको छैन। अलिकति हिस्सो लाएर चिसो भएको छ। चिसो स्टार्ट गरेको होला। बाइकको मजै हुँदैछ भाइ। अनि यो दुईवटा पङ्खाले देखेको चाहिँ त्यस हाम्रो सतैङ बजारले भ्याउँछ। यो दुईवटा पङ्खाले चाहिँ मौसम चाहिँ एकदम जाडो भइरहेछ। अहिले चाहिँ हामी ट्याक्कै पङ्खा भएकोमा आइपुगेको छौँ है। दुईवटा पङ्खा भएकोले चाहिँ त्यो सतैङ बजार चाहिँ सबैलाई ज्यादा भइन्छ। अब हामी चाहिँ दुईजना चाहिँ लगभग रविदेखि उता पुगिसक्यो होला। बिस्तारै आजको यात्रा भनेको लेक गाउँ भन्ने हाम्रो राजनाको पुछा ठाउँ हो। बाटो चाहिँ यस्तै छ। ल यो चाहिँ सतैङ बजार पुग्यो। अहिले चाहिँ सतमीको भ्यू नजिक गएर देखाउनेछु बाइकमा। सतैङ बजारै गयो। सतैङ बजार हाम्रो चाहिँ सिजनिङ सिस्टमको मौरी भन्नु नै यति होला। 5 तरै पहिला गएको यस राम्रो भइरहेछ। 5 तर इलामको बोर्डर बजार छ अनि बजार। अब हामी एकछिनमा अब 20 मिनट हामी रवि पुग्छौँ। रवि घुम्दै हुन्छ तपाईँलाई। धेरै राम्रो यहाँदेखि माथि भनेको चाहिँ अब हामी रवि लागेको। अनि यता राइटपट्टि भनेको चाहिँ उता दसैँ बजार छ। दसैँ बजार त्यहाँदेखि माथि रवि बाटो भेटघाट जाने बाटो छ। टाइम चाहिँ बबाल गर्दैछ। हाम्रो गाउँमा चाहिँ के हुँदैछ चिसो। लगभग हाम्रो 2वटा जिल्ला छ ले गाउँमा चाहिँ चिसो पानी पञ्चमी तल 5 तर र इलामको चिसो पानी पञ्चमी छ। निस्किन जाने हो। अब हामी पुग्ने भनेको रवि हो। अब एकदिन हामी रवि बजार भेट्नुपर्छ। झ्याप्प हामी चाहिँ अहिले रविदेखि माथितिर छौँ। रवि पुग्नेलाई चाहिँ यो माथि स्क्यान छुट्टिएछौँ। दृश्य यस्तो छ। अहिले चाहिँ टक्कर घम्लाएर छ। तर हाम्रो चाहिँ त्यहाँदेखि कालो बादल भएकोतिर चाहिँ पुग्नु पर्ने हो। अब लगभग चाहिँ 1.5 घन्टा लाग्छ होला। रविको स्क्यान बजार चाहिँ लगभग 1 किलोमिटरदेखि तल बजार छ।
अब चाहिँ रवि बजार टक्कै हेर्नुपर्छ नि रवि बजारको बाटोहरू यहाँ चाहिँ बजार क्षेत्र के छ बजार क्षेत्र हो एकदम दामी छ हजुर के चाहिँ अब यो तिहार सेयर पनि सक्यो त्यस मान्छेहरू पनि अब चाहिँ बजारमा टक्क निस्किन थालेछन् अनि कोही कताबाट आएर सबै घर फर्किसक्यो होला स्टार्टिङ रवि बजारको भ्यू हेरिदिनु होला आज यात्राहरूमा चाहिँ टाढो लामो छ मौसम पनि अब चाहिँ बजार क्षेत्र पुग्नु आँट्यो लाइक सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानललाई रवि बजार 5 तारिकको दोस्रो बजार दोस्रो बजार सिधै भएर पुग्नु होला होइन कस्तो रङ साइड सिधाएको गाडी रङ साइड भित्र आएको नि त देखाउँदैछ तपाईँलाई रवि ग्राउन्ड 5-10 सेकेन्ड रविको ग्राउन्ड स्यालफेल यस भाइसँग मजा भइरहेछ आज एकदम मजा भइरहेछ त्यही हो हामी चिसोबारी पञ्चायत हिलामा 5 तारिकको बोर्डर भएको बेर हो चिनो भाइ चाहिँ कहाँ बस्छ 12 वर्षलाई चिनो भाइ चाहिँ चाहिँ हामी ठ्याक्कै रविदेखि 1 किलोमिटर भित्र इलाम जाने बाटो चियाबारी बगान बबाल छ यहाँ नि यहाँदेखि माथि दमक जाने बाटो यता होला यता कता यो सर यो पुरानो बाटो पनि जान्छ यो नयाँ बाटो पनि जान्छ नि त कान्छा कि कसो स्पेनमा कस्तो राइड आउने बाइक 15 दिन भयो यो होइन होला हो रहेछ दागे रहेछ ल त्यसै उठाउनै गाह्रो सङ्घर्ष चाहिँ हाम्रो यस्तो छ है पञ्चायत के भयो यो रुमाल खाउने खुसी आउँछ यहाँबाट
गुरुङबा यता कि माथि भयो गाइज अहिले चाहिँ हामी कनेक्टर पुग्यौँ कनेक्टर यहाँदेखि लगभग कनेक्टर बजारदेखि चाहिँ त्यस्तै 5 किलोमिटर लाग्छ माथि यता पछाडि तिनजना चाहिँ स्पेन भाइ छ अनि हाम्रो तिनजना छ अनि हाम्रो सानो राजा चाहिँ अगाडि गएको छ यो देखेको चाहिँ बजार हो अब बजारमा चाहिँ झ्याप्पो भेट्नुपर्छ अहिले चाहिँ हामी कनेक्टर आइपुग्यौँ लेक पुरै लेक रहेछ नि त पुरै लेक हुने पाइन्छ पोखरी आइपुग्यो अब चाहिँ फाइनली लेक पर्न पुग्नु साकाला पिएम हुन्छ बोटिङ पनि हामीले मस्त पर्काउँदैछौँ पोखरी त कत्रो राख्नु नि भिडियो गरिरहेछ यो चाहिँ लेकौँ पोखरी है यो लेकौँ रहेछ त फाइनली लेकौँ पुगिसक्यौँ यसलाई खास नाम चाहिँ गुदला भोजला ताल हुँदो रहेछ मिक्लाजुङ 7 लेक गाउँ बाँसतर हुँदो रहेछ त्यही मान्छे चाहिँ के आउँदो रहेछ मौसम गाडी पनि आज भनेछ अनि बाइक रहेछ मित्रहरू त्यहाँ छ अब जाँदैछ नजिकै यो चाहिँ अर्ग्यानिक पिङ रहेछ है अर्ग्यानिक पिङ ताले मच्याउनु टक्क त्यहाँहरूको प्रोसेस भइरहेछ झापाले भयो त हाम्रो स्पेन भाइ तालले निकै ठुलो छ पापो भाइ पछाडि के भएछ अहिले मैले लागेको त्यही हो बोटिङ पनि हुन्छ क्या यहाँनिर बोटिङ चाहिँ खेल्दैन आज बोटिङको सुविधा पनि छ त्यही हो पोखरी चाहिँ लगभग 1 किलोमिटरको लामो छ क्या पोखरी चाहिँ लम्बाइ चाहिँ चौडाइ चाहिँ त्यस्तै 2 किलोमिटरको छ होला अनि मान्छेले निकै आउँदो रहेछ बवाल भइरहेछ आज नाम भइरहेछ केटाहरूसँग उता यो भाइरल फुल चाहिँ रहेछ यहाँको लेकमा टक्क यहाँ फुल दामी छ मान्छेले राम्रो छ हामी जति नराम्रो परियो मैले फोटोग्राफी हाल्दैछ त रामफुल यता श्यामफुल यहाँ छ केटाहरूको यता हाम्रो मोरल झापाली त्यसो भ्यू लेक गाउँ भन्छ त्यही हो हल्का छोटो मिठो भिडियो बनाउँदैछु उपर जाने प्लान छ निकै ठुलो छ पोखरी चाहिँ एकदम
बगाल छ घुम्न आउनु सबैजना भ्यू चाहिँ हेर्नु तम पोखरीमा रोड चाहिँ त्यही रोड यो पर ढुङ्गा राखेको ठाउँमा रोड छ मेन रोड चाहिँ यो मेन रोड भनेको चाहिँ बेकार धनक जाने बाटो जस्तो लाग्यो त्यही हो अब हामी पर सम्झौँ भने गडाहरूकै फोटो मात्रै खिच्छौँ अनि बस्तीको भाइरल फुलहरू चाहिँ यिनीहरू नै हो यो भित्तामा देखेको फुलहरू चाहिँ यो सबै चालपाल च्यातार मेरो भाइ छ कस्तो बेला छ भाइ अनि दाइसँग घुमाइ भइरहेछ होइन रामे लक्ष्य चाहिँ अल्छी भएको छ जस रामफुलको जस दसैँ नै लगाइरहेछ केटाहरू यहाँ छ दुईजना पार्टहरू स्पेन पार्ट र चिनो पार्ट दुईजना पार्ट चाहिँ ल घर नजिकको जस्तो चाहिँ यो लास्ट भ्यू है अब हामीले लगभग जानु आँटेको यो फुलहरू दामी दामी फुलहरू हुन्छ त्यस्तो छ है 3जना छ 6जनाको यात्रा चाहिँ सफल भयो अब घर जाने चाहिँ कसरी बाटो त डेन्जर छ फेरि आजको पोखरी चाहिँ एकदम लामो छ 1 किलोमिटर चाहिँ छ होला पोखरी लम्बाइ चाहिँ चौडाइ चाहिँ त्यस्तै 200 मिटर मौसम पनि पानी परिरहेछ हल्का हुसे नामै ठाउँ लेक गाउँ अरे त्यस्तै हो कुराहरू खासो खाएर अब घर फर्किनु लागेको